डक्टरकोमै भन्दा पनि कहाँ गति न मती भएर जानु। यहाँ हेर्नु न काजल कि यस्तो दामी काजल भाँचिएछ होइन। अब यो भाँचिएको पनि यसरी लगाउनु पऱ्यो नि। हेर्नु न आधा नै भाँचिएछ हो। फेरि यो कस्तो महँगो पर्छ कि काजल हो। अन्त यतिको पनि अब कति भेल्यु छ नि। ए साथी हो यतिको त गर्नु पऱ्यो नि। ल भयो यति नै हो मेरो मेकअप चाहिँ। मोटिभै भने चाहिँ कसरी लुगाहरू लगाएर हिँड्दाखेरि चाहिँ आफूलाई फेरि ठिकै लाग्छ, त्यस्तो मोटो लाग्दैन हो। अन्त चाहिँ फेरि घट्छु भन्ने त्यो सोच नै चेन्ज हुन्छ कि। अब हेर्नु नि यतिको त ठिकै हो, खाता पिता भने आफै सन्तोष गऱ्यो हो। ल यहाँ हेर्नु न भाइ सेतै भएछ कि आजै निकालेको मैले यो कि। अब सिलगढीमा चाहिँ यस्तो हुन्छ नि त, अरू बेला दरकारै पर्दैन। अब अहिले चाहिँ हल्का जाडो स्टार्ट भएर चाहिँ निकालेको त सेतै रहेछ। यतिकै टकटकाइले लगाइदिनेको। ल हुन्छ गाइस बाई बाई। अब चाहिँ निस्किने हो डक्टरकोमा, के हो कसो के हुन्छ म तपाईँहरूलाई भन्ने छु है। अहिलेको लागि चाहिँ बाई बाई, गुड नाइट।